तिमीहरू म ग्यारेन्टी दिन सक्छु सेल्फ इम्प्रुभमेन्टको अहिलेसम्म यति भिडियो हेरिसक्यो कि होइन तिमीहरूलाई अब बानी परिसक्यो क्या यो कम्फर्ट जोनमा बसेर नयाँ नयाँ भिडियोहरू हेर्दा 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 अपडेट गर्न बट प्रोग्रेस तिमीहरूको कति हो थाहा छ 0। मलाई यो सेल्फ इम्प्रुभमेन्टको बारेमा थाहा भएको लगभग 2023 हो जब म 16-17 वर्षको थिएँ मतलब 16 वर्ष अलि बढी थिएँ 17 अलि पुगेको थिइनँ। सो मलाई त्यो बेलामा सेल्फ इम्प्रुभमेन्टको बारेमा भर्खरै नलेज भएको हो। त्यसपछि म सेल्फ इम्प्रुभमेन्टको भिडियोहरू हेर्दै यति हेरेँ कि होइन तर मैले त्यसलाई एप्लाई चाहिँ 0% गरेँ क्या 0% नभन्नु यदि मैले अब म एउटा स्टोरी भन्न चाहन्छु मेरो मैले चाहिँ अब त्यो बेलामा सेल्फ इम्प्रुभमेन्टको बारेमा थाहा पाएँ होइन मैले चाहिँ त्यो बेलामा इन्डियन युट्युबरहरू जस्तै फरेन युट्युबरहरू जस्तै हमजा अनि इन्डियन युट्युबर च्याट्याग उनीहरूको भिडियोहरू चाहिँ हेर्थेँ अनि मलाई चाहिँ एकदम फिल हुन्थ्यो कि म केही न केही इम्प्रुभ चाहिँ गरिरहेको छु जस्तो फिल हुन्थ्यो। तर आज आएर म ब्याक हेर्छु पुरै पछाडि हेर्दाखेरि मलाई लाग्छ कि मैले इम्प्रुभ चाहिँ त्यही 1% पनि राम्रोसँग गरिनँ क्या। मलाई 100% नलेज छ होइन तर मैले इम्प्रुभ चाहिँ 1% पनि गरिनँ। सो द्याट्स वाइ आई कल दिस इज मेन्टल मास्टरबेसन। हामीले चाहिँ एउटा पोइन्टमा बस्छौँ यो चाहिँ हाम्रो बेस हो यहाँ बस्छौँ होइन अनि त्यसपछि हामी चाहिँ भिडियोहरू कन्ज्युम मतलब हामीले चाहिँ धेरै कुरा नयाँ कुराहरू थप्दै जान्छौँ क्या। बट यदि हामीले यहाँ बसेर एउटा कुरा थाहा पायौँ त्यो कुरा इम्प्लिमेन्ट गरेर अर्को मतलब ग्रेजुअली इम्प्लिमेन्ट गऱ्यो भने त त्यो हामीलाई फाइदा नै हुन्छ होइन। तर हामी एक पोइन्टमा बसेर त्यो कुरा कन्ज्युम गऱ्यो भने हामीलाई फिल त हुन्छ त्यो कुरा जान्दाखेरि म गर्छु यो भन्ने त फिल त हुन्छ कि नै। अब भनौँ न थाहा हुन्छ हामीलाई यो यसरी गर्नुपर्छ भने तर हामी गर्दैनौँ। सो द्याट्स वाइ आई कल दिस मास्टरबेसन। यो मैले 3 चोटि भनिसकेँ होइन अब त तपाईँहरूले अलिअलि बुझ्नुभयो होला कि मैले यो किन भन्दैछु भनेर। मेरो 3 वर्षको एक्सपिरियन्समा चाहिँ मैले के थाहा पाएँ भने सेल्फ इम्प्रुभमेन्ट चाहिँ 80% चाहिँ त्यो अहिले 80% भ्युअरहरू तपाईँहरू हुनुहुन्छ नि 80% भनौँ 95% 95 भ्युअरहरू चाहिँ म जस्तै हो क्या। मलाई त्यस्तो लाग्छ क्या म जस्तो जस्ट कन्ज्युम नो एप्लाई क्या। त्यो बाँकीको 5%ले चाहिँ हल्का त्यसलाई एप्लाई गर्छन् तर उनीहरू पनि त्यस्तै हो क्या लगभग भनौँ तर जस उनीहरूको हल्का प्रोग्रेस चाहिँ हुन्छ क्या। यो चाहिँ एउटा कम्फर्ट जोन भइसक्यो होइन। सेल्फ इम्प्रुभमेन्टको चाहिँ एउटा पर्दा लागिन्छ एउटा पर्दामा चाहिँ म सेल्फ इम्प्रुभमेन्ट गरिरहेको छु म एकदम केही न केही प्रोग्रेस गरिरहेको छु तर रियालिटी हेर्नु भने त्यो प्रोग्रेस केही पनि भएको छैन क्या। सो एट द एन्ड म के भन्न चाहन्छु भने तपाईँहरू एउटा कुरो लिनुहोस् होइन एउटा कुरो जान्नुहोस् जस्तै अब तपाईँहरूले म्युजिकको बारेमा थाहा भयो नि म्युजिकमा प्रोपरली गर्दै जानुहोस् यो चाहिँ तपाईँहरू जान्नुभयो नि त अब यसलाई गर्दै जानुहोस् त्यस्तो अर्को कुरो थाहा पाउनुहोस् त्यसलाई गर्नुहोस् त्यसलाई राम्रोसँग गर्नुहोस्। अब फेरि अर्को बिस्तारै 1% बिस्तारै गर्दै जानु भने त्यो ऊ पनि हुँदैन। त्यो भनौँ न तपाईँहरू बुझिरहनु भएको छ होइन अब यति गर्दा नबुझ्यो त म के भन्नु होइन। सो त्यही हो जस्ट एउटा कुरो लिने त्यसलाई समाप्त गर्ने मतलब त्यसलाई कन्टिन्यू गर्ने फेरि अर्को कुरो लिने त्यसलाई मतलब बुझेर क्या दिमाग त होला नि बुझेर गर्ने हो क्या। यसबाट चाहिँ जति सक्नुहुन्छ त्यति छिटो बाहिर निक्लिनु होला। सो नेक्स्ट भिडियोमा भेट्नेछौँ।